अखिल पाण्डेजीको मिठो प्रस्तुति हेर्ने र सुन्ने प्रतीक्षामा हामी व्यग्र छौँ। तसर्थ म यो माइक्रोफोन हाम्रा स्थानीय कलाकार गौतम पाण्डेजीलाई यो माइक्रोफोन हस्तान्तरण गर्दैछु। धन्यवाद उद्घोषज्यू। म फेरि पनि यो प्राङ्गणमा उपस्थित भएको छु। समय ढल्किँदैछ, अँध्यारो हुने क्रम जारी छ। मान्छेहरू, आदरणीय बुवा आमा दाजुभाइ दिदीबहिनीहरू यहाँ हुने कार्यक्रमको अवलोकन गर्नलाई बसिराख्नु भएको छ। बिचरा घरमा काम धन्दा थाँती होलान्, कतिपय कामहरू बाँकी होलान्, त्यसकै बावजुद पर्खिएर बसिरहनु भएको छ। म एउटा अब सानो एउटा रचना लिएर उपस्थित भएको छु। एउटा हँसाउनको निम्ति यो कुनै भोगाइ नहुन सक्छ। यो कस्तो गीत लेख्यो, उत्ताउलो गीत नभन्नु होला। यो मैले हँसाउन अघि भने मैले सेन्टिमेन्टल, अब मैले फन्टास्टिक गीत लिएर उपस्थित भएको छु। आदरणीय आमा बा दाजुभाइ दिदीबहिनीका मेरा प्यारा साथीहरूको अगाडि मैले अब एउटा सानो रचना प्रस्तुत गर्नुभन्दा पहिला हरेक मान्छे आफूमा आफै ठुलो हुन्छ, आफूमा आफै महान हुन्छ, आफूमा आफै सर्वेसर्वा हुन्छ। लाग्छ त्यसलाई। म आफैमा ठुलो छु, अर्को मान्छे आफैमा ठुलो हुनुहुनेछ। मैले के गर्न लागेँ भने मेरो विचारमा, मेरो सोचाइमा भनौँ, केटी दयालु कि केटा दयालु? मलाई लाग्छ केटा दयालु। कसरी लाग्छ? समयको पाबन्दी एकदम फर्किँदो छ, समयको पाबन्दी एकदम साँगुरो छ। र पनि मैले जम्मै 1 मिनटको एउटा प्रसङ्ग जोड्न चाहेँ। केटा दयालु कि केटी दयालु? मेरो विचारमा म ठोकुवा लाएर भन्न सक्छु केटा दयालु। कसरी हुन्छ त भन्दा, म आज यहाँ कार्यक्रममा उपस्थित भएको छु। 2 दिन अगाडि म यस्तै कार्यक्रममा नुवाकोटतिर गएको थिएँ। नुवाकोट कस्तो होला त भन्दा घुम्दै गएको थिएँ, गाडीमा नाइट बस पर्यो। बस लाग्यो त मलाई यसो बस्ने क्रममा छेउमा एउटा राम्री केटी आइन् मेरो अगाडि सिटमा। ओहो, राम्री केटी आइन्। म त गाडीले कुदाउँदैछ, मलाई लागेको छ यसो अलि उता 2-4 किलोमिटर हिँड्थ्यो। म त झुकिँछु, ठक्क ठोकिँदो छ। त्यहाँपछि भने ए दाइ कस्तो भनिएको केटीलाई होइन। त्यहाँपछि भनेर म पनि झिङ घर फेरि सतर्क भएर बसेँ। एकछिनपछि 2-4 किलोमिटर पछि फेरि मिलाउन पुगेछु, फेरि गएर छोड्छु त्यहाँ। अब त नारी ए दाइ तपाईँलाई के कस्तो लाज लाग्दैन? कता आएर छोकिरहनु भएको मबाट भनेपछि त म त झस्याङ्ग भयो, मिलाउँदा मिलाइनँ। अब त पुगेर आएँ, उहाँ कार्यक्रम भ्याएँ। आउने बेलामा के भयो भने फेरि पनि आएकै एउटा राम्रो केटी परिको छ। के भयो त्यहाँनिर भन्दा त्यो केटी चाहिँ अघिल्लो दिन म जस्तै कार्यक्रममा कता गएको थिएँ, निन्द्रा लागिरहेको थियो त्यसलाई। ऊ पनि 2-4 किलोमिटर हिँड्छु, ऊ पनि लाउनु थाल्यो। अब म त झसैमा हिँड्नु गाली गरेँ कि कहाँ लाउनु, म त बसिरहेँ। त्यहाँपछि 2-4 किलोमिटर हिँड्छु, ऊ पनि लाउनु थाल्यो। यहाँ अगाडि गरिसकेपछि मलाई त्यहाँ बिचरा त्यो केटीले अप्ठ्यारो भाला भनेर आफूले ढल्किदिएको छु, यसो काखैमा राख्नु ढल्किदिएको छु। उसलाई अप्ठ्यारो भएको होला भनेर ढल्किदिएको। मलाई चाहिँ हिजो ए दाइ तपाईँ किन चढायो गाडीमा भन्ने, म चाहिँ उसलाई अप्ठ्यारो भएको छ कि भनेर गोर्खा बजार झर्ने मान्छे आरू घाट पुगेँ। म उहाँ झर्ने रहेछ, आरू घाट झर्ने चाहिँ म आरू घाटमा पुऱ्याइदिएँ। मैले भने को दयालु नभन्नु, को दयालु? मलाई हिजो यसो छोकिँदा चाहिँ भन्ने, म उहाँ गोर्खा झर्ने मान्छे आरू घाट झर्ने, को दयालु? केटा दयालु हेर्नु त। मैले त्यही प्रसङ्ग जोडेर एउटा सानो रचना गरेको छु। केटा दयालु कि केटी दयालु? केटीको पारा। आदरणीय केटीहरूको त्यो मैले भन्न खोजेको हँसाउनुको लागि हो, आक्षेप नलागोस्। म फेरि पनि अनुमति लागेको छु। सिङ्गार पटार गर्छन् सधैँ, फुर्सद छैन साँझ बिहान। सिङ्गार पटार गर्छन् सधैँ, फुर्सद छैन साँझ बिहान। हरे शिव गोविन्द के देख्नु पर्यो मैले, कि ठिका भयो। गीत त मिलेको छैन। सिङ्गार पटार गर्छन् सधैँ, सिङ्गार पटार गर्छन् सधैँ, फुर्सद छैन साँझ बिहान। हरे शिव गोविन्द के देख्नु पर्यो मैले। कहाँको गीत के भन्ने हो? मिलेको छैन। बस अब मैले बल्ल जोड्न चाहेँ केटीहरूको लागि। कसैले अन्यथा नमान्नु होला। आदरणीय दिदी आमा दिदी बहिनीहरू चाहिँ मैले हटाउनको लागि तयार गरेँ। अब कहीँ यथार्थ पनि हुनसक्छ यो कुरा।
हे सिङ्गार भटार गर्छन् सधैँ फुर्सद छैन साँझ बिहान सिङ्गार भटार गर्छन् सधैँ फुर्सद छैन साँझ बिहान कताबाट सुरु गरौँ इठिका बयान एउटा गलीला तमासा हेरेर नबस इठिका तमासा हेरेर नबस इठिका तमासा हरे छोरा जस्तो लाउँछ उमेर अहिले 15 पुगी छोरा जस्तो लाउँछ उमेर अहिले हरे शिव गोविन्द के देख्नु पर्यो मैले इठिका बयान हेरेर नबस ठिटीका छन् तमासा हेरेर नबस ठिटीका यी तमासा हरे ए घरमा होइन यी नारीलाई राख्नु पर्छ गोठमा घरमा होइन यी नारीलाई राख्नु पर्छ गोठमा रातो रातो लिपस्टिक रे बाँदर मुखे ओठमा हेरेर नबस इठिका तमासा हेरेर नबस इठिका तमासा ए सोझा के साथ बिगाडिदिए पुरा भड्काइ भड्काइ सोझा के साथ बिगाडिदिए पुरा भड्काइ भड्काइ चोकमा बसी छिटा पान्छ छुट्याउ पड्काइ इठिका तमासा हेरेर नबस इठिका